डे 1 अफ ट्रिप हामी चाहिँ नर्मल्ली बसबाट जाने प्लान गरेको थियौँ तर यहाँ दावाले सरप्राइज प्लान गरेर वी आर हेडिङ फ्रम काठमाडौँ डोमेस्टिक एयरपोर्ट टु लुक्ला यस के अरे मेरो प्लानमा अबदेखि यस 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 मात्रै भन्दै जाऊ न तिमी जहिले पनि सरप्राइज नै हुन्छौ टिल ट्रेकिङको एन्डसम्म सरप्राइज हुन्छौ तिमी हेलो लाग्पा गाह्रो भयो My please. के भन्दैछ अलिक ठुलो बोल्नु न यहाँ सुन्ने गरेर बोल्नु न सबैजना हाई गरिदियो है म त भिडियो बनाइरहेको छु यसबाट एयरपोर्ट भित्र के हो यो लौ न यस्तो पो छ त एयरपोर्ट भित्र त कस्तो मुसाङतिर गइरहेको जस्तो फिल भइरहेछ यार यहाँ त रामेछापबाट जाने भनेको पुरा गरिदिएको त्यो पनि एयरपोर्ट भित्र चाहिँ पुरा क्रस फायर लिएर आउनु पर्ने रहेछ अब ओभर रहेछ त हौ सन्चै हो त सर ठिकठाकै छ ढुङ्गा जान लाग्यो साथीहरू हाम्रो क्याप्टन सुजल वेदर बिग्रेर अलिक खतम हुन आएर रहेछ उड्नु त उठ्छ होला मेरो भोलि छुट्टी हो के म घरै नगएको अप्रिल महिनामा घरै गएको छैन अनि घर जानु पर्यो कि आज म यस्तो माथि लक विश गर्न हो हाम्रो ट्रिपको लागि के लक विश गर्नु मैले लक किन गर्नु 15 मिनेट शेर्पालाई त्यही त मैले यो कल भने उतापट्टि उड्नु टाउको ठुलिन्छ है है बल्ल 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 होला जस्तो छ है भाइ अहिले स्लो मोमो गएको छ हजुर भन्नु न
चाहिँ फर्किँदा फेरि अब घुमाउँदा नि भयो मान्छेले देख्दैन राम्रोसँग अनि कहिलेकाहीँ ठोकिदिन्छ आँखातिर यसो गऱ्यो भने भित्ता साइडतिर जहाँको भयो भने भित्ता चाहिँ च्याप्नु पर्यो त्यो डाँडातिर गयो भने खचरलाई त थाहा हुँदैन अनि तलतिर दगलिन्छ ओके ओके गुड त्यसको ल अब चाहिँ यहाँनिर चेजाङ अगाडि हिँड्नुहोस् अब हामी यात्रा सुरु गरिसकेको छौँ यात्रा सुरु भएको छ तर आजको सुरुवात चाहिँ अलिकति लेटली नै भयो तर मेन कुरा भनेको चाहिँ काठमाडौँ टु लुख्ला आउनु ठुलो कुरा थियो यहाँसम्म आइपुगेपछि अब यहाँबाट त हामी नै बनाउला नि राम्रो के कसो भाइ सही छोप्लुङ नमस्ते आजको हाम्रो डेट सुरु भएको छ प्रिया दिदीको हो र आजको हाम्रो डेस्टिनेसन चाहिँ हुनेछ नाम्चे बजार अनि हामी चाहिँ अहिले भर्खरै पाक्दिनबाट नास्ताहरू खाएर हिँडिरहेको छौँ मौसम एकदमै धेरै राम्रो छ आज राति चाहिँ पुरा पानी परिरहेको थियो अनि त्यसपछि अहिले चाहिँ निलो आकाश देखिरहेको छ खुलेको छ भनौँ न त्यो मौसम हिजो चाहिँ हामी आउँदाखेरि लुक्लादेखि हामी यहाँ पाक्दिनसम्म आउने बेलामा चाहिँ एकदमै धेरै पानी परिरहेको थियो यहाँनिर चाहिँ प्रिया दिदी अघि आइसक्नु भएछ हेलिकप्टरबाट बिरामी भएछ कोही अनि त्यस पछाडि रेस्क्यु गर्न आउनु भएको दिदी यति राम्रो राम्रो ठाउँहरू रहेछ यति राम्रो राम्रो ठाउँहरू रहेछ जे होस् यो ठाउँमा चाहिँ एकचोटि चाहिँ आउनै पर्ने जसरी भयो भने जीवनमा आउनै पर्ने खालको रमाइलो भइरहेको छ यहाँनिर चाहिँ हाम्रो दावादाई अब दावादाईले अब बाँकी भ्लग चाहिँ दावादाईबाट बन्नेवाला छ सेकेन्ड डे फाक्दिङ टु नाम्चे बजार गाइसहरू एकदम मोटिभेट भएर हिँडिरहेछ यो मोटिभेसन चाहिँ नाम्चेसम्म नै राख्नुपर्छ फेरि यो मोटिभेसन चाहिँ नाम्चेसम्म राख्नुपर्छ अब होइन आजको लागि चाहिँ अनि अब आजको दिन सुरु भइसक्यो
नै रिस उठ्दो झन् एक्स्ट्रा मास्कहरू सबै भित्र हालेर हिँडेको बाटो बबाल छ यार अहिले त भर्खर पो हामीले सुरु गरिरहेको छ आज चाहिँ हाम्रो खासमा 10 देखि 12 किलोमिटर हिँड्नुपर्ने हो त्यसमा चाहिँ लगभग हामीलाई 6 देखि 8 घन्टासम्म लाग्छ अब त्यसमा चाहिँ भर पर्छ हाम्रो हिँडाइ कतिको स्पिड हुनेछ हिँडाइको स्पिड कस्तो हुन्छ के हुन्छ त्यसबाट चाहिँ थाहा हुने हो कोसिस चाहिँ अब फुल जारी राख्नेछौँ के हुन्छ हेर्दै जाउँ मेरो चाहिँ कस्तो बबाल घरहरू रहेछ क्या ढुङ्गा र मतलब ढुङ्गाले अनि भित्र थोरै सिमेन्ट हुन्छ जस्तो लाग्यो दामी घरहरू कलरफुल एकदमै राम्रो मेरो चाहिँ म चाहिँ 5 थरबाट आएको भएर हाम्रो 5 थरतिर चाहिँ ढुङ्गा र माटोले बनेको घरहरू हुन्छ नि त अनि यहाँ चाहिँ सबै कस्तो दामी क्या ढुङ्गा मात्रै छ कि क्या हो बबाल छ राम्रो छ यहाँ पनि उता पर नि एउटा सानो गाउँ रहेछ राम्रो छ एकदमै तपाईँहरूलाई भने नि त्यस्तो यो ढुङ्गाको मात्रै बनेको जस्तो यहाँ पनि त्यस्तै छ सबै यहाँनिर चाहिँ साथीहरूलाई पुरा गर्मी भयो अरे हिँड्दै अनि अब यहाँ तयारी हुँदैछ कसैले हाफ प्यान्ट मात्रै लाउने रे कसैले के मलाई त ठिक छ तलैबाट अलिक पातल लुगा मात्रै लाएर आएको थिएँ नि त हिँड्दाखेरि एकदमै धेरै गर्मी हुन्छ भनेर चाहिँ मैले तलैबाट एकदमै पातलो लुगा लाएर आएको थिएँ नि ठिक्क भयो मलाई चाहिँ अब भरे अब अति नै घाम लाग्यो भने चाहिँ थाहा भएन तर अहिलेलाई चाहिँ मलाई ठिक्क छ अनि यहाँनिर त्यही अघि नैको दुधकोशी खोला नै हो बगिरहेको यहाँनिर फेरि एउटा गाउँ आयो गाउँको नाम चाहिँ मलाई थाहा भएन ऊ त्यहाँ यहाँबाट देखिरहेको छ यहाँनिर कति धेरै मान्छे गइरहेको छ माथिबाट घोडाहरू पनि आएर घोडा हो कि के हो त्यो गधा हो कि के हो आइरहेको छ आज रमाइलो हुनेवाला छ चाहिँ हामी अहिले टी ब्रेकमा छौँ ल दाउतै के भन्नु पर्यो अपडेट गराउनु पर्यो नि त हामी अहिले कहाँ छौँ भन्यो भने हामी चाहिँ यहाँनिर ठ्याक्कै झर्नाको ठाउँमा टी ब्रेक गर्दैछौँ अनि यता देख्न सकिन्छ हाम्रो थाम्सेटको हिमालय देखिरहेको छ नि हिम्बल चलिरहेको छ थाम्सेट अनि हिजो पानी पर्यो तर यो चाहिँ बबाल वेदर है चाहिँ अनएक्सपेक्टेड नै भयो है ल भन्नु त हिजो सब भिजेर बोल्नु न राम्रो देखिरहेको छ जलाहरू पनि मजाले सुकिरहेको छ अनि यहाँ हामी लुगा सुकाउँदै हिँडिरहेको छौँ सो यसरी हेर्नुपर्छ यो सबै भिजेको लुगाहरू हो हिजो यहाँनिर छ हाम्रो लाक्पा अनि जस यहाँबाट चाहिँ चेकिङ गरेर जानुपर्छ धन्यवाद निकै पायो यहाँनिर चाहिँ चेकिङ गर्ने मान्छेहरू टनापुर छौँ टनापुर
अहिले चाहिँ हामी लन्च गर्ने ठाउँमा आएको छौँ। यो ठाउँको नाम के रे दाइ? यो ठाउँको नाम ठाडोकोसी। ठाडोकोसी भन्ने ठाउँमा लन्च गर्नलाई हामीले अब यहाँ ब्रेक लिएको छौँ। वेदर चाहिँ स्टिल यस्तै छ, राम्रो छ भनौँ। अनि यहाँनिर चाहिँ लुगा सुकाउने कार्यक्रम भइरहेको छ। हिजो हामीलाई पानीले बेसरी फिटेको थियो नि त, अनि त्यसकै लुगा सुकाउने कार्यक्रम चलिरहेको छ। खाइसक्यो, अब फेरि हामी जानेछौँ हाम्रो लास्टमा चाहिँ 7 लेखावाला छ नि डेस्टिनेसनतिर। वेदर चाहिँ अहिले बिग्रिरहेको छ फेरि मजाले। सो यो ब्रिज चाहिँ यहाँको एकदम धेरै फेमस ब्रिज रे। अनि त्यस पछाडिको यो उकालो यस्तै उकालो छ अरे जस नाम्ची बजार पुगिन्जेलसम्म एकदमै उकालो रहेछ बाटोहरू। तर ठिकै छ, रमाइलो भइरहेको छ एकदम धेरै। Где-то прошли. अहिले चाहिँ हामी सेकेन्ड Нет, прошли. चेक पोस्टमा पुगेको छौँ। 20 минут здесь. Ну, нам сейчас сказали так. Да ты уже все сможешь, уже все понятно. अब चाहिँ हामी फाइनली नाम्ची बजार आइपुग्यौँ। बिहान 7:30 बजी हिँडेको हामी पाकपिङ भन्ने ठाउँबाट। अनि अहिले आई थिङ्क हामी खाना बस्यौँ हामी 1 घन्टा लगभग। त्यति यताउति गरेर हामी लगभग 5 घन्टा म्याक्सिमम् हिँड्यौँ होला जस्तो होइन। राम्रो छ भाइ। बाबा पानी खट घुमे चाहिँ घुम्दो रहेछ मान्छेको जीवन। अब चाहिँ हामी हाम्रो होटलतिर लाग्नु लाग्यो। हाम्रो होटल चाहिँ अलिकति माथि छ भन्छ। हेरौँ कति माथि छ। यो चाहिँ नाम्ची बजारको मेन बजार भनौँ न, पसलहरू जहाँ चाहिँ हरेक कुराहरू किन्न पाउँछु। जे चाहियो त्यही त्यस्तो छ। रेस्टुरेन्ट रहेछ। अघि एउटा तालु चालिहालेको देखिरहेको छु। हाम्रै हो कि बा? यहाँनिर चाहिँ फार्मेसी पनि रहेछ। कसैलाई केही चाहिहालेमा बिमार सिमार भइहाल्यो भने एकदमै राम्रो। हामी बस्ने होटल चाहिँ एकदमै टाढै रहेछ, माथि नै रहेछ। हिँड्दा हैरान। माइ गॉड।
अब चाहिँ हामी आज चाहिँ वेदर धेरै छैन वेदर हेर्छौँ वेदर हेरेपछि हामी आज उता एभरेज होटल चाहिँ यस्तै वेदर भयो भने नजाने किनभने वर्थ इट पनि हुँदैन अनि यतैबाट हामी कुम्जो जाने अनि अब यहाँ ब्रेकफास्ट पछि चाहिँ हामी म्युजियम जाने शेर्पा म्युजियममा चाहिँ के छ भने अब एभरेजमा कति मान्छे चढेको के एभरेजको बारेमा त्यो हिस्ट्री छ क्या गाइजहरू सबैजना रेडी भइसक्यो माथि जाऊ अझै माथि जाऊ अब हाम्रो जाने बाटो चाहिँ कुन होला कडा छ वेलकम टु खुम्जुङ भ्याली आजको हाम्रो बास चाहिँ खुम्जुङमै हुन्छ आज धेरै एकदमै सर्ट ट्रेक भएको थियो नाम्चे टु खुम्जुङ बजार के अरे खासमा खुम्जुङमै बस्ने नाम्चेमै बस्ने प्लान थियो तर खुम्जुङ आएर फेरि नाम्चे नै फर्किनु पर्ने र अति नै लङ डे हुने भएकोले हामीले चाहिँ यहीँ बस्ने प्लान गऱ्यौँ अब हामी गएर होटलमा चेक इन गर्ने अनि त्यसपछि सुप खाएर हामी चाहिँ खुम्जुङ मोनास्ट्री जान्छौँ एटी काल्फ हेर्नको लागि खुम्जुङ स्कुल चाहिँ ब्युटिफुल रहेछ है यहाँको चाहिँ वर्ल्डको सबैभन्दा हाई स्कुलमै पर्छ होला यो आई थिङ्क के छ त माया एकदम ठिकठाक ठिकठाक उकालोमा सास लिएर गाह्रो भयो अहिले ठिक छ उकालोमा सास तर हिँड्यो त मजाले तिमीले मजाले हिँडिरहेछौ मलाई चाहिँ एकदम धेरै भोक लागेको छ अब गएर भोक लाग्यो गएर भात खाने कि सुप खाने कि सबै खाने अब एक्सपिरियन्स हिजोको भन्दा आजकोमा धेरै डिफ्रेन्स छ होइन हिजोको चाहिँ अलिकति लर्निङ फेज थियो मजा आयो हिजो गर्न पनि तर आजको चाहिँ पनि रमाइलो भयो फेरि हिँड्नु परेन रेस्ट हो नि त यो एक्लोमाथाइजको लागि हो नि त भोलि हामी हिँड्छौँ अस्ति हिजोको जस्तै फाक्तिङ टु नाम्चे बजार जतिकै हो तर अलिकति अल्टिट्युड अब एलिभेसन अलिकति हाई हुन्छ हिँड्न त्योभन्दा अलिकति थोरै गाह्रो हुनसक्छ उकालो छ नि भोलि त ओह्रालो तेर्सो ओह्रालो जानुपर्छ एभ्रिथिङ छ के है त्यो देखिने के प्लान्ट भिलेज बनाएको दामी छ नि यहाँ त हेर न त्यो खेतीहरू पनि त्यहाँ कस्तो बारीहरू नि कस्तो दामी बनाएर आइपुग्यो होइन यस कस्तो भयो आजको ब्युटिफुल आजको वक्त त्यति धेरै वाज मोडरेट अनि हाम्रो अहिले हाम्रो उमेरको
हाम्रो जेनेरेसनले हिमाल अब त्यति चढ्दैन होला अब त निकै धेरै चर्च्दैन पो भन्नु पर्यो है अलिक किनभने त्यो दुःख गर्नु सक्दैन क्या तिनीहरू हजुर दुःख हुन्छ नि त हिमाल चढ्नु हिमाचल त धेरै दुःख छ, धेरै दुःख। अब हाम्रो पालामा चढ्ने भनेको हिमाल अब तपाईँको पैसाको लागि हो फ्यामिली रन घर चलाउनु पर्यो त्यसको लागि अब पैसा चाहियो पैसाको लागि हो इभन अझै पनि धेरै जसो त्यसका पैसाका लागि नै चल्ने पनि छन् तर अहिले चाहिँ अब कतिपय अब हामी नेपालीहरू पैसा तिरेर इच्छाले चल्ने पनि छन् लस अब पहिला नेपालीहरू ट्रेकिङ आउँदैन थियो मिगहरू जसरी अब हामी नि अब बिस्तारै नेपालीहरू पो धेरै पछि राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई एकदमै अघि भर्खर पनि हाम्रो भाइहरूसँग कुरा गरेको अब फ्युचरमा त हाम्रो यता त नेपाली टुरिस्ट अनि इन्डियन लस चाइनिज त्यसबाट पनि त्यही दिन देशका नै बढी देखिन्छ ल अनि फेरि मेरो विचारमा चाहिँ हाम्रै लोकल टुरिस्टले चलायो भने चाहिँ सबै होटलहरूले व्यापार पाउँछ होला क्या सधैँ यसरी राम्रो चल्छ होला किनभने मिकहरू त अब यसपालि वार भयो के हुन्छ अब मिकहरूले मात्रै चलाएर त सक्दैन होला जस्तो लाग्छ क्या राम्रो हो हाम्रो यो ठाउँमा चाहिँ सबभन्दा समस्या चाहिँ अब यो वेदरले यो प्लेन चाहिँ भनेको जस्तो टाइममा नपाउने अनि अब यो बाटो चाहिँ पुरै बिच भएर बाटो सरल भयो भने चाहिँ धेरै राम्रो छ तर फेरि हाम्रो जस्तो यो भूगोल ठाउँमा अब विदेशको जस्तो अब टनलहरू बनाएर छिटो पुग्ने जस्तो छैन अहिले पनि फेरि अलिकति बर्खा लाग्यो कि अब उता के अरे रुईको लागि के भन्छ उता अहिले पहिरो त्यसरी हामीलाई चाहिँ अलिकति त्यो ट्राभलिङ समस्या चाहिँ तपाईँ पनि यही स्कुल पढ्नु भएको होला म यही खुम्छु स्कुलमै हजुर यही हजुर राम्रो छ है जन्मेको यही हुर्किएको पढेको सबै यही कति वर्ष पुग्नुभयो म अहिले 54 हो हेर्नुहोस् त 54 को उहाँको फिट यङ है यङ हुनुहुन्छ ल आजको हामी चाहिँ खुम्जुङ भन्ने ठाउँमा छ खुम्जुङको नाम्चीभन्दा माथि चाहिँ यो काठमाड गर्न नपाउने ठाउँ रहेछ तर पनि अस्ति हामीभन्दा आउनुभन्दा एक दिन अगाडि चाहिँ एउटा याकले चाहिँ वीरबाट हाम फालेर सुसाइड गरिसकेको रहेछ क्या त्यो आज त्यो उसकै व्यवस्था गरिदिउँ भनेर के भन्नु आजको वेदर एकदम राम्रो छ जिनो हिमाल ठुलो गुम्बा छ त्यहाँ गुम्बामा दर्शन गरेर जानुपर्छ हाम्रो गुड वेदरको लागि लबुचे बेस क्याम्प हाम्रो यो होल ट्रेकलाई त अब वेदर खत्तम भयो भने त बर्बाद अनि यतिकै पनि वेदर चाहिँ त्यति खत्तमै पनि होइन नराम्रो होइन तर राम्रो पनि होइन मेन कुरा त मलाई त अहिलेसम्म पनि त्यो काठमाडौँबाट लुग्ला आएको चाहिँ मलाई एकदमै हल्का नत्र चाहिँ नि गाडीको बाटो गएको भए लुग्लासम्म आइपुग्दासम्म तिमीहरू थाक्छ बेकार आएछु हुन्थ्यो क्या बेकारै आएछु यो ट्रेक पोहोर साल त्यस्तो भएको नि हो आज हामी ट्याङ्बुजीसम्म जान्छ अनि त्यहाँनिर हामी बस्छौँ भोलि चाहिँ हामी कहाँसम्म जान्छ भोलि दिङबुझे पर्सि पनि दिङबुझे रेस्ट पर्सि पनि त्यही ठाउँमा बस्ने हो पर्सि चाहिँ हाम्रो ट्रेनिङ हुन्छ दिङबुझेमा लाएर लबुझेको लागि ट्रेनिङ ए अनि त्यहाँबाट चाहिँ हामी एभरेस्ट बेस क्याम्प जाने त्यहाँबाट हामी लबुझे एभरेस्ट बेस क्याम्प गराक्से अहिलेसम्मको प्लान अनुसार चाहिँ हामी एक दिन अगाडि पुग्ने हो नि त
सास फुलेर हेर न यस्तो नर्मल बाटो तेर्सो छ सास फुलेर यस्तो छ अब उकालोमा झन् कसरी हिँड्ने होला ओहो ऊ पर कति धेरै गुराँसहरू फुलेको छ अब ट्याङ्गु चाहिँ मोनास्ट्रीको एउटा बनाऊँ अनि माथि दिङबु चाहिँ एक दिनमा एउटा बनाउँ नि त खतरखतरमा आजै बनानी हुन्छ एउटा त गुम्बामा गरे तर फेरि आफ्नो पोजिसन याद गर नि को कता कता थियो म लास्टमा थियो म सेकेन्ड लास्ट एउटै ठाउँ हुनुपर्ने हो राम्रो मोहित हामी कहाँ छौँ अहिले अहिले हामी फुन्की टाङ्गा भन्ने ठाउँमा रहेछौँ अहिले चाहिँ ठ्याक्क यो सस्पेन्सन ब्रिज थियो रमाइलो सस्पेन्सन ब्रिज चाहिँ ठ्याक्क लगाएर पार गरेर आयौँ हामी अब यहाँ चाहिँ लन्चको लागि बसेका छौँ अब यहाँबाट उकालो बाटो छ भन्ने हामीले हाम्रो गाइड सरहरूबाट थाहा पाएका छौँ पछाडिको भ्यू हेर्न सक्नुहुन्छ पछाडिको भ्यू चाहिँ यस्तो हेर्दै गर्दाखेरि चाहिँ जापानको हान्न आउने भ्यू छ रमाइलो ठाउँ छ फुङ्की टाँगा चढ्दैछौँ हामी अब ट्याङबुचेको उकालो गुराँस फुलेर ढकमक्कै भएर छ बाटोमा छौँ थाक्यो होला के छ हौ खैरेनी दिदीको हालखबर के छ ठिकै छ उकालो नरमाइलो छ बिहानको 7 बजेको छ म र मेरो टिम अहिले ट्याङबुचे गुम्बामा प्रार्थना गर्न आएका छौँ यो गुम्बा चाहिँ पुरानो गुम्बा मध्ये एउटा हो यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ भ्यू यस्तो बवाल छ मेरो टिममा एकजना मिस्टर दावा गरेको व्यक्ति मिस इन्दिरा मिस लाक्पा मिस्टर तेन्जे अनि हाम्रो मिस्टर मोहित सामेल छ एक्सपिरियन्स सुनाइदिनु त ल हल्का एक्सपिरियन्स चाहिँ डे 3 चस्मा फुट्यो पावर होला अहिले यहाँ नर्मल चस्मा लाग्यो मलाई त रिङ मोहित भनिदेऊ आज कस्तो भइरहेछ के भइरहेछ अहिलेसम्मको एक्सपिरियन्स ओके अब आजको एक्सपेक्टेसन चाहिँ अलि बिहानै उठेर सर्र खुल्छ भन्ने थियो तर अलिअलि खुल्यो हामीले फ्यु भिडियोजहरू पनि बनायौँ ओके ठिकै छ काम चल्छ जस्तो लाग्छ अनि मोनास्ट्री गएर चाहिँ अलिकति होली पनि भइयो सो स्पिरिचुअल गरियो रमाइलो भइरहेछ अब आजको त्यस्तो गाह्रो छैन अहिलेसम्म हिँडिराखेका छौँ ओके तेर्सो बाटो छ रमाइलो भइरहेछ ओके दावा ल तेरो पालो केही भन्दैन के भन् तेरो बारेमा के भन्थ्यो आई मिन अहिलेसम्मको कुराहरू
के कस्तो छ भइरहेछ? अहिलेसम्मको यसपालिको त भन्नुपर्दा त अब एकदमै राम्रो नै भइरहेछ भनौँ न। अलिकति यो वेदर बिग्रिरहेछ, नेचरसँग कसले के गर्न सकिन्छ र। अनि बिहान खुल्छ देख्ने देखिहाल्छ, दिउँसो त छोपी पनि ठिकै हुँदो रहेछ, बाटोमा कन्सन्ट्रेट हुँदो रहेछ क्या। दामी कन्सन्ट्रेट भइरहेछ। अनि मेन कुरा चाहिँ अलिअलि पानी परेर बाटोमा धुलो उठेको छैन। ओके। लास्ट इयर आउँदा चाहिँ हामी ट्याङबुचीसम्म आउँदाखेरि सबै रुगा लागेर खोकी लाएर नाक बन्द भएर ख्याप भइसकेको थियो। ओके। तर यसपालि चाहिँ एकदम पर्फेक्ट। त्यहाँ भुइँमा देखाइदिएन, पानी परेर धुलो एउटा छैन नि। लास्ट टाइम त बफर मास्क नलागिकन ट्याङबुची उकालोमा त नि गाह्रै थियो नि। ओके। तर सब ठिकै छ, परिरहेछ। आज दिङबुझे, भोलि दिङबुझेमा हाम्रो ट्रेनिङ लबुचेको लागि हुन्छ। त्यसपछि अपडेट दिँदै गरौँला। लाक्पा यो एक्सपिरियन्स टिल नाउ। यता फर्केर भन ल, यता फर्केर एक लट देव बोल। ओके। तिम्रो अहिलेसम्मको एक्सपिरियन्स के भइरहेछ, कसो भइरहेछ? एक्सपिरियन्स राम्रो भइरहेको छ। हिँड्दै भन। यहाँसम्म चाहिँ हामी हेल्दी नै छौँ, रुगासुगा केही पनि लागेको छैन। अनि अलिअलि सास चाहिँ फुलिरहेको छ अल्टिट्युडको कारणले गर्दाखेरि, नत्र भने त राम्रै छ। ओके, गुड। One more suspension bridge. Angbuche 8,985 मिटरमा टी ब्रेक, त्यसपछि दिङबुचे 4,400 मिटर। भाइको पनि सुनाइदियो एक्सपिरियन्स रकम। ओभरअल दिङबुझेको बसाइ एकदम रमाइलो टासीदेले लजको टासीदेले लज चाहिँ एकदम राम्रो थियो। इन्फ्रास्ट्रक्चर पनि राम्रो थियो, अलि हाई स्ट्यान्डर्डै थियो। अब यो ठाउँमा त्यतिको पाउनु अलिक गाह्रै हुन्छ। प्लस त्यहाँको साउनी दिदी एकदम वेलकमिङ, एकदम रमाइलो, ठट्टा गर्ने होइन, एकदम रमाइलो थियो। त्यो हस्पिटालिटी, सबै स्टाफको हस्पिटालिटी पनि एकदम राम्रो थियो। दुई दिन पनि राम्रो थियो। 2 दिन बसेर खाएको एक्स्ट्रा 2 लाख पैसा पनि दिएर पठाएन, दिएर पठाउनु भयो एकदम एकदम हामीलाई चाहिँ एकदम यहाँ यसरी खाता मालाको साथ बिदाई गर्नुभयो। एकदम रमाइलो भयो। प्लस वेदरले पनि हामीलाई साथ दियो। साथ दिइरहेको छ यहाँ मजाले। आइसकेपछि हिजो पनि एकदम राम्रो भ्यू देख्न पाइयो। अनि आज पनि राम्रै छ वेदर। अब अहिले बिस्तारै ढाक्दै आएको छ। हामीले हाम्रो कन्सेप्ट्सहरू, हाम्रो भिडियोजहरू, फोटोजहरू राम्रो लियौँ। प्लस राम्रो रेस्ट डे भयो। अनि ट्रेनिङ पनि इट वेन्ट वेल, रमाइलो भयो। अब एकदम यो स्टेबाट चाहिँ झन् हामी पम्प अप भएको छौँ। एकदम
मोटिभेटेड भएको छौँ। सो हान्ने हो जसरी पनि लोबुचे पिकमा गएर यसरी नै भ्लग बनाएर भेटौँ। हस्, धन्यवाद। तपाईँहरू पनि दिङ्गुजे लजमा आएर बस्नुभयो भने दिनको 1-1 लाख पैसा चाहिँ उल्टो दिएर पठाउँछ है। आएर मजाले इन्जोय गर्नु होला। अनि साउनेले दिनको 1-1 लाख एक्स्ट्रा पैसा पनि बाटो खर्च पठाइदिएको हामीलाई चाहिँ। ल गाइस, भन्न चाहिँ मन थिएन, मुखबाट आइहाल्यो, यो मलाई मनै पर्दैन आफूलाई नि। ल गाइस भन्न चाहिँ के आउने रहेछ यो ब्लगहरू धेरै हेरेर होला। त्यस्तै हो, स्टे ट्युन। So safely arrived at Thukla, sorry. Weather is getting bad, but we are moving with a good energy. Guys, are you guys motivated? Yes. How's the Josh? एनर्जी देखेन नि त। 10 out of 10. आमामा ठिक छ, धेरै कराउनु पनि हुँदैन, फेरि अहिले भोक लाग्छ। बट चिसो छ, अल्टिट्युड गेन हुँदैछ, सँगसँगै अलिकति वाक पनि स्लो हुँदैछ। इट्स नर्मल। ल थुक्ला अब यो हाम्रो लन्च प्लेस, त्यसपछि चाहिँ हाम्रो आजको डेस्टिनेसन हुनेछ लबुचे। आमामा बाजे, तपाईँ त आजै नि बेस क्याम्प पुगेर नै फर्किने पो भन्नुभयो होइन? राइट, तपाईँ चाहिँ मान्छे बलियो रहेछ है बाजे। सो थुक्ला पासको समिटमा आइपुग्न आँट्यो। अनि आज सुप खाएर अलिकति उकालो हिँड्न इजी भइरहेछ। हावा चलेर यस्तो भइरहेछ। थुक्ला पास यो एभरेस्ट ट्रेकमा चाहिँ थुक्ला पास पनि एकदमै उकालो चाहिँ यहाँनिर अलिकति स्टिप धेरै नै छ भनौँ न। नर्मल पहिला अलिकति ट्रेक नगर्ने अनि सिटीतिरै बस्ने मान्छेहरूलाई चाहिँ यो चाहिँ त्यस्तो जोकको कुरा चाहिँ होइन। यो उकालो यहाँनिर चाहिँ गाह्रो नै हुन्छ। तपाईँहरू ट्रेक आउनुभयो भने प्रिपेयर चाहिँ मजाले हुनु होला। कार्डियोमा ध्यान दिनु होला। वेट लिफ्टिङहरूको कुनै खासै काम हुँदैन यो हाईमा चाहिँ। जति तपाईँ कार्डियोमा चाहिँ नि ध्यान दिनुहुन्छ त्यति नै फाइदा हुन्छ तपाईँलाई यो हाईमा चाहिँ। यो चाहिँ हाम्रो यहाँ थुक्ला पासमा चाहिँ मेमोरियल डाँडा पनि भन्छ यहाँनिर। एभरेस्टमा चाहिँ ल्याक अफ ड्यु टु ब्याड वेदर यस्तै कुराहरूले मान्छेहरू कति एक्सिडेन्ट भएर एभलेन्सहरूको कुराहरूले चाहिँ बित्नु भएको मान्छेहरूको मेमोरी चाहिँ यहाँनिर सबै बनाउनु भएको छ। एकदमै राम्रो। यो डाँडा चाहिँ
यो डाँडा चाहिँ के अरे स्पिरिचुअल इमोसनल सबै कुराहरू फिल हुन्छ एकदम होलिएस्ट प्लेस नै भनौँ न। अब हामी केही मिनेटमा लबुजे पुग्छौँ, लेट्स से 45 मिनट। जला राखेर बस न सबैजना एकछिन फोटोसोटो खिच, किनभने यति वेदर चाहिँ राम्रो हो। लास्ट इयर चाहिँ नि यहाँ पुग्दाखेरि एकदम हेभी स्नो भएको थियो। उ त्यहाँ तल राख्दा हुन्छ हौ, यहाँ सबजना बिजी छ। मेमोरियल हाम्रो बाबुछिरी शेर्पाको चाहिँ त्यहाँ भएर छ, मेमोरियल डाँडा तुक्ला पास। बाबुछिरी शेर्पाको चाहिँ त्यहाँनिर ठुलो। कस्तो फिल भइरहेछ ल एक्सपिरियन्स? मलाई त यहाँनिर के अरे थुक्ला बुझे कि के अरे थुक्ला 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 डाँडामा त अल्टिट्युड हानेर झन्डै, अहिले तर अहिले अलिक बेटर फिल भइरहेको खायो भने तिमीले मजाले हिँड्नु अनेस भन्ने फेरि अनेस यस्तो ठाउँमा चाहिँ अनेस भन्नुपर्छ नि। हो अनेस्ट त हो त नि, अघिको भन्दा बेटर छ। बेटर भयो। कस्तो भइरहेछ त बुढी? ठिकै रमाइलो। गाइस आम्मामामामा पछाडिको हिमालहरू त कस्तो जाइन्ट देखेको या। मामा त्यता चिनी रहेछ। आज हाम्रो 7th डे को ट्रेकिङ, डे 7 एभरेस्ट बेस क्याम्प अन द वे टु गुरासे। यहाँ हाम्रो भाइहरूले गच्चीको स्पिकर पनि लिएर आउनु भएको रहेछ। भाइ के शब्द राख्दै एकदम मेस्मराइजिङ देखिरहेको छ है भाइ ब्याकग्राउन्डमा। ब्युटिफुल छ। के शब्द राखिदिउँ त? हजुर केही शब्द राखिहाल्नु। अब एकदम रमाइलो भएको छ। आज हामीले प्रे गरिरहेको थियौँ भगवान्लाई वेदर चाहिँ एकदम राम्रो होस् भनेर। तल चाहिँ अलि वेदरले साथ दिएको थिएन, तर मोरलेस हामीलाई लकी नै छौँ हामी। हिजोको बसाइ कस्तो भयो? आज हामी कहाँ जाँदैछौँ? एकदम बसाइ एकदम राम्रो थियो लोबुचेको। अब हामी गोरखसेप हुँदै आज एभरेस्ट बेस क्याम्प द फर्स्ट हाम्रो फर्स्ट डेस्टिनेसन जाँदैछौँ। त्यसपछि भेरी एक्साइटेड हामी। त्यसपछि लोबुचे चढ्ने हो। यहाँको जीवन यस्तो छ। खोइ नाच्नु पर्यो दाइ। खोइ नाच्दै नाचेन। एभ्रिवान इज डुइङ वेल। भाइहरू त अब खत्रै मान्छे भइहाल्यो होइन। मामाश्रीको त कुरै नगरौँ, उता ट्याक्कै मिलाएर ठिक छ। त्यो भाइलाई फेरि हामीसँग यस्ता हिँड्नु नसक्नेसँग नि के बस्नु हौ। आम्मामा सबै गुड। मेरो म कतिचोटि आइसकेँ होला बेस क्याम्प होइन।
बेस्ट तर अहिले योपालिको जतिको वेदर चाहिँ मलाई याद छैन क्या मलाई यादै छैन यतिको वेदर राम्रो भयो लकी फिल गरिरहेको छ तिमी हेलो हामी चाहिँ अब गरक्से पुग्नै लाग्यो तर पनि अलिकति टाइम चाहिँ छ अझै पनि यु गाइज क्यान सी एभरेस्ट बेस क्याम्प ओ माथि कुरामा अनि आजको वेदर चाहिँ यस्तो राम्रो भएको छ चारैतिर घाम लागेर एभरेस्ट चाहिँ छोप्यो अहिले माथि क्लाउडमा तर पनि यतिको वेदर राम्रो छ बिहानदेखि खुलेको थियो राम्रो भइरहेछ ग्लेसियरहरू देख्न सक्नुहुन्छ In a few minutes we are arriving Everest Base Camp. टर्मिनल चाहिँ थाहा भएन टर्मिनल EBC 01 ओके त्यही नराम्रो पहेँलो सेतो रातो वाला चाहिँ त्यही हो बेस क्याम्प बेस क्याम्प यहाँ लुकिरहेछ एभरेस्ट Finally, we are arrived at Everest Base Camp. गुल्सो हेर्नु न यहाँनिर फोटो खिच्नको लागि गुल्सो मेरिट पानी छोड्दै माथि जाउँ पहिला हामी सुप खानु जाउँ के सुन्दैन होला के छ त हालखबर ल एकदम खुसी लाग्यो फेरि भेटेर खाली रहेछ त आज त खाली टर्सिदेले हुन्छ लस
ल हावा त राम्रो चलेछ त्यो डाँडामा अच्छा रे भाइ झन्नै कानै लग्यो त्यो डाँडामा हेर हावाले धन्यवाद सपिङ गर्ने यहाँ गर्ने केही टाइमै थिएन नि सबैलाई लास्ट इयर आएछ दाजु धेरै धेरै धन्यवाद खातो पर्दैन होला है पर्दैन खाता पर्यो धन्यवाद भाइ गरौँ चाहिँ गरौँ है फेरि ल धन्यवाद है ल एकदम धन्यवाद यो चाहिँ अहिले पाउँछु ठिक मात्र है हाम्रो भाइलाई तपाईँलाई पनि धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद सबैलाई धेरै धन्यवाद है सबै तिनैजनालाई भयो फेरि अर्को मासु पनि फेरि तपाईँहरूसँग आउने मौका मिल्छ है